काट्दैछौ फाट्दैछौ म त फाट्दिनँ होस् अलिअलि अब त्यतिकै सुक्ने रहेछ हौ त्यतिकै जिउ त गल्यो अब हुँदो रहेछ हौ सुकिसकेछ भयो अब यो विन्टर त लागिहाल्यो सुकिहाल्छ अब छैन इस्कुस त मैले त एउटा मात्रै भेटाएँ माथि त्यही त एउटा माथि होइन यहाँ चाहिँ भेट्नेमै रहेछ हो यहाँ चाहिँ अन्त एउटा माथि छ अन्त त्यो त अब माथि सक्दैन नि माथि रहेछ नि त एउटा सक्दैन नि अब त्यो त होस् त्यही त अन्त हँसिया कस्तो चलाइबसेर अब लाग्ने भएको बेसी हँसिया पनि तर्स्यो होला नि अब कतिमा त्यही त मेरो मालिक चाहिँ खै भनेर खोज्यो होला हँसियाले हो सधैँ मामाकै त अब यहाँ मामा र म आउँथ्यो आएपछि म चाहिँ बसिरहन्थेँ मामाले न त टाकटुक गर्थ्यो सागहरू कस्तो मजाले हुन्थ्यो सागहरू इस्कुस अन्त साग त अन्त यहाँनिर भएर दोकानमा बेच्नु त राख्थ्यो रायो साग इस्कुसै दोकानमा पनि राख्थ्यो अब हो मामाले नगरेको त होइन नि अब के गर्नु अब त कसले गर्ने फुलहरू उम्रिसक्यो है 10,000 चिप्लिन्छ है त्यहाँनिर 10,000 को किटी है फुल उम्रिरहेछ आलु चम्सिन्छ भएछ है आलुचाको बोट चाहिँ यहाँनिर उयो सुकेछ तर हेर त सुकेछ नि यो सानोबडेको बोट हो एउटा चाहिँ हेर आरुचाको बोट चिन्दैन भनेर एउटा चाहिँ छोडिदिइराखेछ यही हो आरुचाको बोट भनेर रोप्यो भने त आलुचाहरू हुन्छ कि क्या है ततिर तर होइन उयो हुँदैन रहेछ हौ कचल्टिँदो रहेछ क्या थप्रिँदैन रहेछ भरे म त काट्दिनँ हौ होस् सुक्छ हौ पानी चुइँदो रहेछ नि यहाँ यो एरियामा चाहिँ